भारतमा जारी साफ अन्डर 19 फुटबल च्याम्पियनसिप अन्तर्गतमा रहेर आज नेपालले आयोजक टोली भारत विरुद्ध नेपाली समयअनुसार साँझ 7:45 बजेबाट भेट्नेछ। नेपालले पहिलो खेलमा श्रीलङ्कालाई 5-0ले हराउँदा उता भारतले पनि श्रीलङ्कालाई 8-0ले हराएको हो। दुई खेलमा पराजित श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ। आजको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ। नेपाल र भारत र सँगै श्रीलङ्का रहेको ग्रुपबाट नेपाल र भारत सेमिफाइनलको यात्रा तय गरिसकेका छन्। नेपाल र भारत बीचको खेल प्रतिस्पर्धात्मक हुने निश्चित नै छ र यो खेल लाइभ हेर्नको लागि भने स्पोर्ट्स वर्कजेट नामक युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ, जसको लिङ्क कमेन्ट बक्समा मैले पिन गरेर समेत राखिदिने नै छु। आज नै अर्को समूह ए तर्फ पनि अघि बढ्ने टोलीको छिनोफानो हुनेछ। बङ्गलादेश सेमिफाइनलमा पुगेको हुँदा आज हुने मालदिप्स र भुटानको खेलले अर्को टोलीको टुङ्गो लाग्नेछ। नेपालले सन् 2015मा भएको पहिलो संस्करण र सन् 2017को अन्डर 18 उमेर समूहको संस्करण जितेको थियो। पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित रहन पुगेको हो। र आजको यस खेल नेपाल र भारत बीचको खेल रोमाञ्चक हुने खेलको गोल प्रेडिक्सन पनि साथमा कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु र भन्दै यस भिडियोबाट पनि म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली फुटबल। धन्यवाद।